दर्शकबिन नमस्कार। म तपाईलाई एउटा चाहिँ इन्फर्मेटिभ एकदम राम्रो जानकारी लिएर आएको छु। श्रीमान श्रीमती यानी कि बुढा बुढी झगडा मनमुटाव न्यून गर्ने, कम गर्ने या झगडा नगर्ने जस्ता कुराहरू हामीले चाहिँ कसरी हुन्छ त, कसरी हाम्रो झगडा पर्छ, हामीहरू चाहिँ कसरी एकअर्काको मनमुटावमा जान्छौँ र कुरो चाहिँ झगडासम्म पुग्छ भन्ने बारेमा छ। हामीले चाहिँ त्यसलाई चाहिँ कसरी चाहिँ हामीले न्यून गर्ने है, त्यसको बारेमा एउटा जानकारी छ, सुन्नु होला। एकमा छ एक अर्काको कुरा ध्यानपूर्वक सुन्ने। मनमुटाव धेरै जसो सुन्ने भन्दा बढी बोल्दा हुन्छ। जब दुवैजनाले एक अर्काको कुरा ध्यान दिएर सुन्छन् भने समस्या बुझ्न सजिलो हुन्छ र गलतफहमी कम हुन्छ। 2 नम्बर छ चर्को स्वरमा कुरा नगर्ने। उच्च स्वरले बोल्दा झन तनाव बढ्छ। समस्या समाधान गर्न चाहनुहुन्छ भने शान्त स्वरमा कुरा गर्नुपर्छ, जसले वातावरणलाई सहज बनाउँछ। 3 नम्बरमा छ विगतका कुरा नकोट्याउने हैन। पुराना कुराहरू नकोट्याउने भन्नाले पुराना झगडाको कुरा दोहोर्याउँदा अहिलेको समस्या सुल्झिन्न बरु अझै बढ्छ। त्यसैले विगतलाई नखोली वर्तमानलाई राम्रो बनाउनतर्फ ध्यान दिनु बुद्धिमानी हुन्छ। 4 नम्बरमा गाली गलौज वा अपमान नगर्ने। शब्दले मनमा चोट पुर्याउँछ। अपमानजनक बोलीले सम्बन्धमा दूरी बढ्छ। त्यसैले असन्तुष्टि भए पनि सभ्य शब्द प्रयोग गर्नुपर्छ। 5 नम्बरमा छ एक अर्कालाई आफ्नो कुरा पुरा गर्न दिने। कसैले बोल्दा बीचमै रोक्नुभन्दा सम्पूर्ण कुरा सुन्नु जरुरी हुन्छ। यसले सम्मान देखाउँछ र दुवैको कुरा बराबरी महत्त्व पाउँछ। 6 नम्बरमा छ मौनतालाई हतियार नबनाउने। झगडा भएपछि बोल्न छाड्नु वा व्यवस्था गर्नु समस्या समाधान होइन, बरु छलफल गरेर समाधान खोज्नुपर्छ। मौनले सम्बन्धलाई चिसो बनाउँछ। 7 नम्बरमा छ सार्वजनिक रूपमा कहिल्यै झगडा नगर्ने। सबैको अगाडि झगडा गर्दा आफ्नो सम्बन्ध मात्र कमजोर हुँदैन, अरू सामु पनि नकारात्मक छाप पर्छ। त्यसैले व्यक्तिगत कुरा व्यक्तिगत रूपमा मात्रै मिलाउनु बुद्धिमानी हुन्छ। दम्पति बीच मनमुटाव हुनु स्वाभाविक हो, तर धैर्य, सम्मान, सभ्य संवाद र समाधानी सोच्ने झगडा कम गरेर सम्बन्धलाई अझ मजबुत बनाउन सकिन्छ। साथीहरू, जानकारी कस्तो लाग्यो? मन परेदेखि आफ्नो जिज्ञासा र आफ्नो सल्लाह सुझाव पनि कमेन्ट गर्नुहोला भन्दै यो भिडियो यहीँ अन्त गर्दछु।